दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढाउनेछौँ। धौवादी फलाम उद्योगमा रहेको नेपाल सरकारको शेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्यविधि अघि बढाउनेछौँ। वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुङ्गा गिटी बालुवा उत्खनन तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउनेछौँ। वाणिज्य विश्व बजारमा उल्लेख्य परिमाणमा निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्नेछौँ। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरु योजना कार्यान्वयनमा ल्याउनेछौँ। राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरु योजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु 1 अर्ब 18 करोड विनियोजन गरेको छु। भैरवामा एकीकृत जाँच चौकी आईसीपी को निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँच चौकी 2 वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका गलैँचा, कार्पेट, धागो, तयारी कपडा, सिमेन्ट लगायतका वस्तु तथा कम तौल उच्च मूल्यका वस्तुको निर्यात अभिवृद्धिका लागि वस्तुगत निर्यात रणनीति तयार गरी कार्यान्वयन गर्नेछौँ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्र्याक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौँ। पेट्रोल पम्पमा न्यूनतम पूर्वाधार सहित ईवी चार्जिङ स्टेशन जडान गर्न प्रोत्साहन गर्नेछौँ। नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्नेछौँ। नियामक निकायलाई सुदृढ गरी सबै किसिमका सिन्डिकेट, कार्टेलिङ, कालोबजारी, नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नेछौँ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि रु 8 अर्ब 31 करोड विनियोजन गरेको छु। स्टार्टअप तथा नवप्रवर्तन स्टार्टअप साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा नेपाल एन्टरप्राइज फेसिलिटी स्थापना गर्नेछौँ। प्लेटफर्मले उद्यम सम्बन्धी नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेसन सहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अगाडि बढाउनेछ। कृषि एवं पशुजन्य उद्यम गर्न चाहने 1000 युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउनेछौँ। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु। खगोलीय पर्यटन प्रवर्धन गर्न सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु। विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि रु 4 अर्ब र नेपाल एन्टरप्राइज फेसिलिटीका लागि रु 50 करोड विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सौम्य शक्ति र डायस्पोरा पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन गर्नेछौँ। आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार